हेलो हेलो नमस्ते नमस्ते सबैलाई सम्पूर्ण नमस्ते मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। मेरो फर्स्ट ब्लग हो भनौँ। युट्युब च्यानलहरुमा सब्स्क्राइब गर्नु होला, सपोर्ट हैन, लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला। पहिले लाइक सब्स्क्राइब गरेर नै अगाडि बढ्नु होला। अब हामी म अहिले चाहिँ नेपालको पूर्व जिल्ला भनौँ, पूर्वतिर उदयपुर जिल्लामा छु। आज हामी चाहिँ यसो साथीहरूसँग उता नेपाल टार घुम्न गइरहेका छौँ। सो यतापट्टिको दृश्यहरू यता भर्खरै मकै रोपेर खेती हुँदैछ भनौँ। सो बाटो भर्खरै पिचहरू हुँदैछ। यसो घुमघाम गर्नलाई हामी नेपाल टार गइरहेका छौँ। अहिले चाहिँ भर्खरै 5 बजी भएको छ अनि अहिले चाहिँ पानी परेर टक्क अहिले घाम लागिरहेको छ। क्लियर छ मौसम अहिले। सो यता धानबारी छ, धान रोप खेती गरेको सो हेर्न सक्नु दृश्य। अगाडि चाहिँ हाम्रो सुल्टीहरूसँग आज जाँदैछ नेपाल टार। जन्म दिएके तिम्रो सिउँदोमा सिन्दुर। यता चाहिँ हरियो मकै छ, भर्खरै हुँदैछ भनौँ। यता चाहिँ मकै चाहिँ पाकिसक्यो, 2 थरी मकै छ। यता फेरि ट्याक्क बाटो अलि घुमाएर टक्क रमाइलो छ भनौँ आजको मौसम। टक्क हेर्न सक्नुहुन्छ भर्खरै पिच हुन लागेको छ। सो मौसम पनि सफा उदयपुर यस्तो दामी ठाउँ भनौँ। ठाउँ एकदम राम्रो छ। फुर्सद मिलेपछि घुम्नु पनि आउनुला तपाईहरु। यो चाहिँ कुन बाटो हो भनेपछि अहिले हामी जानको मदन भण्डारी रोड हो। अनि अहिले चाहिँ यो चाहिँ उदयपुर गढी जाने बाटो हो यो फेरि। बाटो बन्द भएको रहेछ। यहाँ हुन्छ हाम्रो सम्झी। यसो हामी नेपाल टार घुम्न गइरहेका छौँ। यसो आउँदाखेरि यसो भल पनि आएको रहेछ यहाँ भाडी। यसो देख्नुहुन्छ हामी ट्याक्कै यो नेपाल टार बजारको ट्याक्कै छेउमा यो खोला कुद्नु थाहा भएन। भर्खरै बाढी आउला रहेछ। यो फेरि नयाँ सिस्टमको पुल। ट्याक्क बाढी हेर्नुहोस्, बाढी पहिरो ट्याक्क हाम्रो सम्धिहरू आउँदै हुन्छ। पूर्व रमाइलो हुन्छ। पूर्व रमाइलो हुन्छ यस्तो दामी हैन। होला बाढी आइरहेको छ। फाइनली भन्नुपर्दा हामी ट्याक्क अहिले नेपाल टार बजारमा आइपुगेका छौँ। टक्क नेपाल टार बजारको दृश्यहरू। अहिले ठ्याक्कै भन्नुपर्दा हामी मेन रोडमा आइपुगेका छौँ। यो चाहिँ मदन भण्डारी रोड हो। यो कहाँ पर्छ भनेपछि यता प्रतिवासदेखि पूर्व यता उत्तरको भित्री रोड हो यो फेरि। यो ट्याक्क दामी हैन झन्डाहरू। यो पूर्वको बाटो हो यो फेरि। सो पूर्व यो यतापट्टि गएपछि गाईघाट धरानतिर पुगिन्छ। सो यो पश्चिमको बाटो फेरि यो उता काठमाडौँतिर पुग्छ यतातिर बाटो फेरि।
ट्याक्क नेपालको झन्डा कति राम्रो छ पटु राम्रो जेठी घरमा आएन त्यहाँबाट देखाइदिनु भएको थियो अब जाने हो कहाँबाट पुलिस चौकीदेखि यता माथि हो अहिले देखिनुहुन्छ त्यो अहिले आगाने अहिले यस्तै सिरम लाग्यो आउनु नेपाल टारको भित्री भनौँ भित्री घरहरू बजारको बजार कहाँ छिर्यौँ हामी